हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म मेरो नानी र मेरो हस्बेन्ड चाहिँ वेस्ट सिक्किमतर्फ जाँदैछु। मेरो नानीको पटर 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 कुरा सुन्दै बाटोमा के क्वेसन सोध्छ, त्यसको आन्सर दिँदै दिँदै जाँदैछु। हामी चाहिँ कति बेला पुग्छ त्यो चाहिँ थाहा छैन हो। जाँदैछु, हेरौँ कति बेला पुग्छ। फाइनली हामी चाहिँ देन्दम बजार आइपुग्यो। पर देख्दै गरेको त्यो चाहिँ देन्दम बजार रहेछ। सो फाइनली हामी पुग्यो देन्दम बजार। फाइनली हामी चाहिँ देन्दम बजार पुग्यो र त्यहाँ चाहिँ मेरो हस्बेन्डको साथी कृष्ण सर ल्याउनु आउनु भइरहेको थियो। एक्चुअली हामी चाहिँ कृष्ण सरको छोरीको बेलबिहामा आएको वेस्ट सिक्किम देन्दममा। हामी चाहिँ 7-8 घन्टा बादमा फाइनली हामी चाहिँ कहाँ आइपुग्यो? देन्दम बजार वेस्ट सिक्किम। यस्तो थाक्यो। आफ्टर 6 hours 6 नो 7 होला 7 hours हो बेबी। यहाँ देन्दममा चाहिँ हाम्रो सोल्टिनीको दोकान पनि रहेछ हो। सब्जी मन्डीको छेउमा देन्दम बजारमा त्यहाँनिर छेउमा चाहिँ हाम्रो सोल्टिनीको दोकान रहेछ। त्यहाँ चाहिँ सबै पाउँदैछ, सानोदेखि लिएर ठुलोको डल्लै एभ्रिथिङ दामी दामी सस्तो सस्तो। हेर्नुहोस्, जो जो देन्दम बजारतिर बस्नुहुन्छ, जसले मेरो भिडियो हेर्नुहुँदैछ, देन्दम बजार आयो भने चाहिँ यहाँबाट हेर्नुहोस्, किन्नुहोस्, जे जे चाहिन्छ हेर्दा हुन्छ। सबै दामी दामी छ, मजा मजाको ब्यागहरू सबै। हाम्रो सोल्टिनीले चाहिँ खाजा रेडी गरिरहनु भइरहेछ। खाजा खाएर चाहिँ हामी चाहिँ जहाँ बिहा हुँदैछ त्यहाँ आइपुग्यो। यहाँ चाहिँ बिस्तारै बिस्तारै रेडी गर्नु हुँदो रहेछ। हेर्नुहोस् मजाले। आधी बताई पूछा यहाँ चाहिँ हाम्रो सानो बेहुली र यतापट्टि उसको मामा, यतापट्टि उसको दाजु। उसलाई मैले टिका लगाइदिएँ, टिका लगाइदिएर आशीर्वाद दिएँ।
यहाँ चाहिँ हाम्रो गान्तोकको क्याटरिङ हो। के बनाउँदैछ अब यो चाहिँ मसरुम? यहाँ चाहिँ डेन्टमको वेस्ट बगानमा डेलिभर भइरहेछ। त्यसमा चाहिँ हाम्रो गान्तोकको टाढोबाट आएर गान्तोकबाट आएर चाहिँ आलु छिल्दैछ यहाँ हाम्रो। आलु तसाइ छ गाइस, हामी चाहिँ आलु तसाइ छ डेन्टममा आएर चाहिँ। यताले चाहिँ के गरेको घप्टो परे पनि त भन्दैन त। भन्देऊ न एक दुई बात। अन्त त अप्सेट भयो के हो? समाजको डाडु आइछ, यसले चाहिँ एकदम नाम चलाउनु सजिलो हुँदो रहेछ। के बनाउँदैछ भाइले? राइस? म चाहिँ राइस। यो चाहिँ छोइलाको लागि होला हौ। यो चाहिँ प्रधानको छोइला, बफ छोइला। कतिको बिक्री हुँदैछ त? एकछिन म फोटो खिच्छु। यहाँ चाहिँ तातो तातो पोल्दै गरेको जुलाबी। बिहा पनि सक्यो, हाम्रो घर आउने दिन पनि भयो। सो हामी चाहिँ रेडी भएर बसिरहेको थिएँ। कृष्ण सरले हामीलाई चाहिँ माथि घुम्नु लान्छु भनेर गुम्पा चढे माथि। त्यहाँनिर जाँदा चाहिँ रेडी भयो। पहिला त्यहाँ गुम्पा गएर पछि घर आउने। खान्डु भन्ने जग्गामा चाहिँ सबभन्दा पुरानो गुम्पा चढे। त्यहाँनिर यहाँ चाहिँ हिगाउँ, योलाई चाहिँ हिगाउँ भन्दो रहेछ। छायातल पर सानो स्ट्याचु देख्दै गरेको चाहिँ छायातल। हामी चाहिँ स्टिल घुमिरहेछौँ। फिलहाल चाहिँ हामी गुम्पा जाँदैछौँ रेसिडेन्टको। तल देख्दै गरेको चाहिँ हिगाउँ। फेरि कसले फोन गर्दैछ? यहाँ चाहिँ ढकमक्क गुराँस फुलिरहेको छ। आमामामा ल यहाँ चाहिँ बुद्ध मोनास्ट्री रहेछ। आइपुगेँ। फिलहाल चाहिँ हामी चाहिँ गान्तोक फर्किन रेडी भएको थियो। यहाँ सरले चाहिँ गुम्पा घुमेर जाउँ भनेर चाहिँ हामी गुम्पा घुम्न आएको। यहाँ चाहिँ एकदम पुरानो मोनास्ट्री अरे। यहाँ छोड्थेन। छोरी चाहिँ गुराँससँग फोटो खिच्न थालेछ। फोटो खिचेको छैन, भिडियो मोडमा राखेको रहेछ। यो गुम्पाको नाम चाहिँ के हो? गुम्पाको नाम चाहिँ नारायण गुम्पा। यहाँ चाहिँ नारायण गुम्पा। सिक्किमको देन्तामको माथि। गीत हाल न यहाँ न तपाईँ चाहिँ तपाईँ यस्तो टाइम गुराँस त हामी त लकले पनि देख्नु पाएको।
बाई बाई सबैजना बाई बाई भन्नु क्या नभए छुटेला नि फेरि उयो नै उसलाई पो जानु मन छैन त छोरीलाई अब चाहिँ हामी चाहिँ गान्तोकको लागि हिँड्दैछौँ फिलहाल चाहिँ 9:30 भइसकेको हामी चाहिँ गान्तोक कहिले बस्छ त्यो चाहिँ थाहा छैन हो आज चाहिँ रात पर्ने होला सायद हामी चाहिँ सबैलाई बिदा मागेर चाहिँ मिठो मिठो यादगार लिएर चाहिँ हामी चाहिँ हाम्रो घरतिर फर्किए आशा गर्छु तपाईँलाई मैले बनाएको भिडियो मनपर्छ होला भनेर होप यु इन्जोय थ्याङ्क यू